यो 3% जुन कर छ त्यो चाहिँ हामीले यताबाट उठाएर उता पुर्याउने र उताको कटौती गरेर यता सारिसकेपछि यताबाट उता भएको कुरालाई उताबाट यता ल्याइसकेपछि त्यसले उताबाट ल्याएको चिजलाई यताबाट कभर गर्छ, जसको कारणले गर्दाखेरि चाहिँ गरिब निमुखा जनताहरूले पढ्न पाउँछन्। र स्वास्थ्यको कुरामा पनि त्यही छ। जसरी पहिला जे कर लगाइएको थियो त्यो करको केही प्रतिशत भाग यताबाट निकालेर उता थपिसकेपछि त्यो उताबाट थपेको कुरा यता ल्याइसकेपछि यताबाट ल्याएको कुरा उता थपेर उताबाट ल्याएको कुरा यता जम्मा गरेपछि त्यो जम्मा भएको कुरा फेरि यता र उता गरिसकेपछि यो कुरा चाहिँ चारैतिर जाने भएको हुनाले यो चाहिँ नेपाली जनताको निमित्त बेस्ट मोडल हो भनेर हामीले महसुस गरेका छौँ। रह्यो सवाल फेसबुकको स्ट्याटसको, त्यसको बारेमा चाहिँ छलफल हुन बाँकी